र हिजो बेलुका म अलि ढिलो आइपुगेँ। धेरै गलियो, बाटोमा बिसाउँदै आएँ। बेलुका मलाई लगभग काठमाडौँदेखि घर आइपुग्न 12 घन्टा लाग्यो। 400 किलोमिटर रहेछ मेरो घर काठमाडौँदेखि। र हिजो बेलुका चाहिँ मैले भिडियो बनाउन पाइनँ। अहिले बिहान चाहिँ म यो आफ्नो घरदेखि धरान जाँदैछु केही काम विशेषले। र धरान पुग्न मलाई यहाँदेखि 20-25 मिनट लाग्छ भने यसमा यो नेपालको 4 कोसे झाडी हुँदै जानुपर्ने हुन्छ, जसमा चाहिँ धेरैजसो हात्तीको डर हुने गर्छ। यहाँ धेरैजसो दिनै पछि जस्तो हात्ती निस्किने गर्छ यो बाटो। र यो बाटो स्थानीयहरू दुध लिएर सधैँ धरान बेच्न जाने गर्नुहुन्छ। र यो जति पनि जङ्गल छ यो 20-25 किलोमिटरको जङ्गल। यो जङ्गलमा आधी बाटो एकदमै राम्रो पिच भएको छ भने जुन आधी बाटो चाहिँ पिच भएको छैन, ग्राभल छ, एकदमै अप्ठ्यारो बाटो छ, त्यो चाहिँ धरानको क्षेत्रमा पर्ने भएकोले त्यो बाटो पिच भएको छैन अहिलेसम्म। अब हेरौँ यो नयाँ सरकारले चाहिँ यो धरानको बाटो पनि पिच गरिदिनु भयो भने धेरै सहज हुन्थ्यो स्थानीयहरूलाई। यहाँ घाँस दाउरा गर्न आउने, दुध बेच्न आउने, गाई बस्तु चराउन आउने गाउँलेहरूले प्रयोग गर्ने बाटो हो यो। र यो नेपालको 4 कोसे झाडी छिचोलेर हामी उत्तरपट्टि गयौँ भने चाहिँ धरान भेट्छौँ, जुन चाहिँ मेरो घरदेखि नजिकै रहेको छ। मेरो घर धरान र इटहरीको बिचमा भएकोले मलाई धरान जान पनि त्यही 20-25 मिनट र इटहरी जान पनि 20-25 मिनट लाग्ने गर्दछ। र मैले अब हिजो चाहिँ बनाउन पाइनँ, यो भिडियोलाई यहीँ अन्त्य गर्छु। र अब हेर्नु होला यो अप्ठ्यारो जुन चाहिँ बाटो भनेको थिएँ, जुन धरानको क्षेत्रमा पर्ने बाटो यस्तो रहेको छ।